मस्तिष्क विशेष संरचनाद्वारा शरीरको विभिन्न अङ्गसँग जोडिएको हुन्छ। त्यो जोडिने जुन प्रणाली छ त्यो प्रणालीलाई हामी नर्भस सिस्टम भन्छौँ र शरीर नर्भद्वारा स्नायुद्वारा चाहिँ शरीरको विभिन्न अङ्गसँग जोडिएको हुन्छ र त्यो जोडिने क्रममा मस्तिष्क चाहिँ पहिला मेरुदण्डसँग जोडिएको छ, जसलाई स्पाइनल कर्ड हामी भन्छौँ र स्पाइनल कर्डबाट चाहिँ नर्भ्सहरू निस्केका हुन्छन् जुन कि शरीरको विभिन्न अङ्गसम्म डाइरेक्टै पुगेको हुन्छ र ती अङ्गसँग चाहिँ डाइरेक्टै तार रूपी जुन नर्भ्सहरू छन् ती नर्भद्वारा चाहिँ जोडिएको हुन्छन्। ती नर्भहरूद्वारा ती अङ्गहरूबाट सूचना चाहिँ ब्रेनसम्म स्पाइनल कर्ड थ्रु पुग्ने र फेरि चाहिँ मस्तिष्क चाहिँ त्यसलाई एनालाइसिस गरेर त्यही अनुरूपको कमान्ड चाहिँ त्यही फेरि मेरुदण्ड हुँदै नसाद्वारा चाहिँ ती अङ्गसम्म र अरू अङ्गसम्म पुर्याउने गर्छ। त्यस्तै अर्को सिस्टम भनेको हार्मोनल सिस्टम हो। हार्मोनल सिस्टममा चाहिँ मस्तिष्कको विभिन्न भाग, खास गरेर हाइपोथ्यालमस र पिट्युटरी सिस्टम भन्छौँ, त्यसलाई चाहिँ मास्टर ग्रन्थि पनि भनिन्छ, जुन कि इन्डोक्राइन सिस्टमको विशेष भागको रूपमा चाहिँ मस्तिष्कमा अवस्थित छ। ती अङ्गहरू चाहिँ हाम्रो शरीरमा जुन प्रकारको बाहिरबाट चाहिँ सूचनाहरू आएको हुन्छ त्यसलाई मस्तिष्कले एनालाइसिस गरेर र त्यही अनुरूप चाहिँ हाइपोथ्यालमस र पिट्युटरीलाई कमान्ड दिन्छ र त्यसले चाहिँ हार्मोनहरू निकाल्छ र त्यो हार्मोन चाहिँ रगतमा पुगेर शरीरको विभिन्न ठाउँमा पुगेर विभिन्न परिवर्तनहरू त्यहाँ ल्याउँछ र यो दुईटा प्रक्रियाबाट मस्तिष्कले नियन्त्रित गरेको हुन्छ। एउटा चाहिँ इलेक्ट्रिक सिस्टमबाट यो चाहिँ डाइरेक्टै तार रूपी संरचनाले शरीरको विभिन्न अङ्गसँग जोडिएको हुन्छ। मस्तिष्कले कमान्ड पनि इलेक्ट्रिसिटीकै स्पिडमा चाहिँ ती अङ्गसम्म पुर्याएको हुन्छ भन्नाले यो सबै काम चाहिँ फ्र्याक्सन अफ सेकेन्डमा हुन्छ। यो चाहिँ नर्भस सिस्टम अर्थात् नसा प्रणालीद्वारा सम्भव छ।